अहिले होटेल आएको अवस्था यो खै कुनै फेमस होटेल हो भन्ने सुन्नमा आएको छ। यस्तै जग्गा यो होटेल चितलाङ अर्ग्यानिक भिलेज एन्ड रेस्टुरेन्ट छ। हामी चाहिँ अहिले चितलाङ आइपुगेका छौँ। अहिले सिसाको बराङ छ यो सिसाको होटल भाइरल बियरको बोतलबाट बनाएको चाहिँ होटल सिडी सब आइपुगेका छौँ भाइरल ठाउँमा भाइरल मान्छेहरू भाइरल ठाउँमा भाइरल मान्छेहरू सिसाको जे नि सिसाको रहेछ ल बोतलै बोतल ओल्ड दरबार जस्तो छ यो त ओल्ड दरबार जस्तो छ यो त। कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं। ठिक छ के हुन्छ भन्छ हामी तपाईहरुको कति सब्स्क्राइब भयो 494 जना भाइरलै हो त नि हामी कहाँनिर बस्छ क्याम्प फायर गर्ने त टेबल टेनिस रहेछ के खेल्ने पुल रहेछ माथि पिङ खेल्ने यहाँको यहाँ चाहिँ पुरै लाइट हालेर यहाँ चाहिँ राम्रो रहेछ यो भिडियो खिच्न मिल्ने मेमोरी फुल भयो तिम्रो हामी चाहिँ स्नोकर हान्न सिक्दैछौँ अहिले र बुढी ल हाम्रो यहाँ गेम हुँदैछ मलाई त खेल्न आएन अब हेरौँ कस्तो राम्रो खेल्नुहुन्छ यतिले छिरेन फोटोसुट चाहिँ गरौँ न बरु ल त हातले गइरहेछ आज चाहिँ हाम्रो यो चाहिँ अब यहाँ छ अब यहाँ क्याम्प फायर हामी चितलाङमा छौँ के खाने सल्लाह गर के हो यो अमेरिका नै हो कि के सो यो ल होइन यो त के हो यो साथीहरू हामी चाहिँ अहिले यो चितलाङको भेडीगोठको अब कोही एउटा पोइन्ट होला सायद हामीलाई पनि ठ्याक्कै थाहा भएन हामी अहिले चाहिँ यहाँ चितलाङको भ्यू पोइन्ट जस्तो रहेछ
ठ्याक्कै हामी चाहिँ यहाँ रोकेर यसो एउटा दुईवटा फोटोसोटो भिडियो खिचौँ भनेर चाहिँ हामी यहाँ आइपुग्यौँ। भेडीको मूर्ति पनि रहेछ गाइजहरू। उतापट्टि राम्रो राम्रो देखिने ठाउँ रहेछ उताबाट चाहिँ। उहाँबाट चाहिँ त्यो भ्यू चाहिँ राम्रो देखिँदो रहेछ चाहिँ। टाढा गेट रहेछ यो। ड्रेस बनाउने गरिने ठाउँ चाहिँ बवालै रहेछ। अहिले चाहिँ हामी यो के अरे यो मार्कु कुलेखानीको माथिल्लो ड्याम होइन इन्द्र सरोवर ढुङ्गा टक्क बस्ने चिसो हावा खाने बस्ने बोटिङ खाने। तर हामीले अहिले सुन्तला खाइरहेको छौँ यहाँ बसेर पिकनिक सिकनिक गर्न ठाउँ रमाइलो छ। ठ्याक्कै हामी छौँ इन्द्र सरोवरको ड्याम साइडमा साथीहरू देख्न सक्नुहुन्छ। यहाँ हामी विजु यता हुनुहुन्छ, यता हुनुहुन्छ अनि हामी छौँ इन्द्र सरोवरको तालमा। अङ्कित मोबाइल झरौँ त कहाँ जान्दिनँ। छालले उचाले थियो खिच्छु भन्दा भन्दै चाहिँ उठेछ अहिले। ठिक भएछ पुरै छाल पानीको छाल यस्तो खतरा हावा आउँदो रहेछ क्या यो। शूटिङ गरेर पनि आइपुगेका छौँ गोडी मक्ख पऱ्यो। बोटिङ त्यो तलपट्टि टाढा तल पुगेर आयो। यता हेर त अहिले चाहिँ हामी ठ्याक्कै ड्याममा अब यहाँ खाना खाने त्यसपछि चाहिँ चितवनतिर लाग्ने काठमाडौँ लाग्ने। हामी चितवन लाग्छौँ उहाँहरू चाहिँ काठमाडौँ बाटो फरक लास्ट अब चाहिँ हामी खाना खाने। हाम्रोमा पैसा छैन कि अरूले गरिदिएको छैन। अलिकति भएको पैसा मैले मामालाई हाल्दै मामाले चाहिँ ठ्याक्क आधा मामाको बन्द छ केही गर्न मिलेन। अहिले चाहिँ हामी ठ्याक्कै कुलेखानीको यो ड्याम साइडमा छौँ। अब हामी चाहिँ चितवन जाने तर्फमा फर्केको अब बाटो लागेको होइन। अब हामी चाहिँ अब यतापट्टि घाम लागिसक्यो। अहिलेको ठ्याक्क 2:30 भयो। 2:30 हुन लाग्यो। अब हामी चाहिँ घरतिर तर्फ लाग्यो। यतापट्टिको भ्यू यस्तै छ। यो माछा बोकेर यो कुलेखानीको चिसो पानीको माछा बेलुका गएर तातो सुप बनाएर खाने हो। चितवनतिर घामै लागेन अरे तर यहाँ त्यस्तो मजाको घाम लागिरहेछ साथीहरू।
है। अब चाहिँ हामी लाग्यो। हेलो साथीहरू, यो चाहिँ हामी उसबाट चाहिँ तल झट्टै छौँ। अनि यो चाहिँ पुरै ढुसी लाग्यो क्या। अनि उता बाबालाई मैले चितवनमा फोन गरेको थिएँ। अनि चितवनमा पनि पुरै ढुसी लाएर घाम लागेन भन्नुभएको थियो कि। ठ्याक्कै यो हेर्नु न, यो माथिपट्टि चाहिँ पुरै घाम लागेको छैन। यो देखेको देखेन पनि मैले नै अलि मेसो पाइनँ। तलपट्टि चाहिँ पुरै यो बादल पुरै उडेर यस्तो पुरै आँखा कि यो भनेको पुरै घामै लाग्ने। तलपट्टिको लेभलमा त पुरै घाम त छेक्ने भयो नि त यसले। यो पुरै माथि माथि चढेर आँखा है अहिले। समाउ त एकछिन खिच त। ल हेर्नु साथीहरू, हामी अब चाहिँ बाइक स्टार्ट गरेर जान्छौँ। एकछिनसम्म भिडियो चाहिँ हेर्दै गर्नु। लेभलमा आइपुग्यो।